हेलो एभ्रिवान वेलकम टु द भिडियो। आज चाहिँ हामी चाहिँ बुडक्सको मास्टर सेटिङमा के छ भनेर चाहिँ हेर्नेछौँ। तपाईँको चाहिँ यता ड्यासबोर्डमा गइसकेपछि दुईटा ठाउँबाट तपाईँले मास्टर सेटिङ खोल्न सक्नुहुन्छ। एउटा चाहिँ यता मेनुबाट मास्टर सेटिङ भनेर अथवा यो माथिको आइकनबाट सेटिङ जस्तो आइकनबाट नि खोल्न सक्नुहुन्छ। मास्टर सेटिङ खोलेपछि चाहिँ तपाईँ सुरुमा चाहिँ बिजनेस प्रोफाइल भनेर देख्न सक्नुहुन्छ। बिजनेस प्रोफाइलमा चाहिँ बिजनेसको तपाईँको नाम, यो नाम यो नाम तपाईँले चेन्ज गर्नुहुन्छ भने चाहिँ यतापट्टि चाहिँ तपाईँको नाम चेन्ज हुन्छ, देखिन्छ। अनि बिजनेसको कन्ट्याक्ट नम्बर, बिजनेस इमेल अनि बिजनेसको ट्यागलाइन। ट्यागलाइन चाहिँ तपाईँको यहाँ टपमा देखिन्छ। यता टप यो यता चाहिँ तपाईँको त्यो देखिन्छ। अनि त्यसपछि अ, यता तपाईँले बिजनेसको डिस्क्रिप्सन डिस्क्रिप्सन चाहिँ तपाईँको तल्लोपट्टि देखिन्छ फुटरमा। यतापट्टि देखिन्छ तपाईँको। अनि त्यसपछि तपाईँले चाहिँ कन्ट्री, स्टेट अनि एड्रेस अनि यो राख्नु सक्नुहुन्छ। यहाँबाट चाहिँ यो एड्रेस चाहिँ तपाईँको अझै यहाँ तल्लोपट्टि चाहिँ देखिन्छ। अनि त्यसपछि तपाईँको आयो फाइनान्सेसमा। फाइनान्सेसमा चाहिँ यहाँ ट्याक्सको कुराहरू छ। इफ तपाईँ भ्याटमा रजिस्टर हुनुहुन्छ भने चाहिँ ट्याक्स यहाँदेखि राख्न मिल्छ। अनि त्यो पछि आयो भिजुअल्स एन्ड ब्रान्डिङको कुरा। भिजुअल्स एन्ड ब्रान्डिङमा चाहिँ तपाईँले यहाँ लोगो राख्न सक्नुहुन्छ। एउटा चाहिँ प्राइमरी लोगो भनेको चाहिँ यता टप लोगो, यता टपमा देखिने लोगो चाहिँ प्राइमरी लोगो भयो। सेकेन्डरी लोगो भनेको चाहिँ तल्लोपट्टि देखिने फुटरमा देखिने लोगोलाई चाहिँ सेकेन्डरी लोगो भयो। अनि फेब आइकन भनेको चाहिँ यो टपमा यो देखिराख्नु भएको छ नि माथि क्लोदिङको यतापट्टि को यो सानो लोगो, यसलाई चाहिँ फेब आइकन भन्छ। यताबाट चाहिँ त्यो राख्न सक्नुहुन्छ। यो पावा लोगो चाहिँ एपको लागि हो। पावा एप कसैले यताबाट डाउनलोड गर्छ, वेब एप डाउनलोड गर्छ भनेपछि चाहिँ उसको लागि चाहिँ पावाको लोगो यताबाट सेट गर्न सक्नुहुन्छ तपाईँले। अनि यता चाहिँ साइड फन्टहरू छ। अगाडि चाहिँ कुन फन्टहरू राख्न चाहनुहुन्छ त्यो फन्ट यतादेखि चाहिँ चुज गरेर राख्न मिल्छ। इफ तपाईँको ब्रान्ड रिलेटेड त फन्ट छैन भने चाहिँ ब्लग्सको टिमलाई तपाईँ कन्ट्याक्ट गर्नुभयो भने चाहिँ इन्स्टेन्टली विथिन 1-2 मिनटभित्र नै उहाँहरूले चाहिँ साइड फन्ट हजुरको ब्रान्ड फन्ट चाहिँ यता राखिदिनुहुन्छ। त्यसपछि आयो कम्पोनेन्टको कलर। कम्पोनेन्टको कलरमा चाहिँ यता सबै तपाईँले चाहिँ फुल्ली कस्टमाइज गर्न सक्नुहुन्छ। हरेक कलरहरूलाई चाहिँ नेम बार कलर, मेनु कलर, टप बार कलर, फुटर कलर, इभन द बटनको कलर पनि कस्तो राख्ने भनेर चाहिँ यतादेखि सेट गर्न सक्नुहुन्छ। र होभर गर्ने बेला चाहिँ कस्तो कलर देखियोस् भनेर चाहिँ यताबाट सेट गर्न सक्नुहुन्छ। यो यता चाहिँ कम्पोनेन्ट अप्सन चाहिँ यो टप बार देखाउने कि नदेखाउने। टप बार भनेको चाहिँ यो भयो जहाँ चाहिँ तपाईँको ट्यागलाइन चाहिँ देखिन्छ। यो देखाउन पनि चाहनुहुन्छ, नदेखाउन पनि सक्नुहुन्छ तपाईँले। त्यो चाहिँ आयो साइड बारको कुरा। साइड बार चाहिँ यो तपाईँको यो यतापट्टि देखिने कुरा हो। यो चाहिँ तपाईँले आफ्नो इच्छा अनुसार जे पनि कस्टमाइज गर्न सक्नुहुन्छ। इफ तपाईँलाई यो डिफल्ट राख्न मन छ भने पनि केही कस्टमाइज नगर्दा भयो। इफ तपाईँलाई चाहिँ चाहिने कुरा जस्तै मलाई चाहिँ एड प्रोडक्ट चाहिन्छ, क्याटेगोरी मात्रै चाहिन्छ भने दुईटा मात्रै पनि राख्न सक्नुहुन्छ। यता चाहिँ मास्टर सेटिङमा आएर अरू कुराहरू पनि एक्सेस गर्न चाहिँ सक्नुहुन्छ। त्यसपछि आयो करेन्सीको कुरा। करेन्सीमा चाहिँ तपाईँको करेन्सी कुन हो, यो चाहिँ एनपिआर नै भयो नेपालको डिफल्ट चाहिँ। अनि करेन्सीको सिम्बल चाहिँ आरएस भयो। डेसिमल सेपरेटर डटमा राख्छौँ हामी। यो चाहिँ हाम्रो डिफल्ट नै भयो भनौँ, जे भयो नि। अनि त्यो पछि आयो सेल्स सोर्स। सेल्स सोर्स चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सेल्स सोर्स चाहिँ के हुन्छ भन्दाखेरिमा अहिले नै हरेक कन्ज्युमरले चाहिँ वेबसाइटमै आएर किन्छ भन्ने चाहिँ हुँदैन कि। किन्छ त्यो बानी नै बसेको छैन कि। सो हामीले चाहिँ यो सेल्स सोर्स राख्नुको रिजन चाहिँ के हो भन्दाखेरिमा हाम्रो जति बेला हामी पिओएस युज गर्छौँ त्यति बेला चाहिँ कहाँदेखि क्रिएट भइरह्यो कस्टमर भनेर चाहिँ हुन्छ। त्यहाँ चाहिँ तपाईँले इफ केही पनि राख्नु भएन भने चाहिँ फिजिकल स्टोरबाट सेल्स भएको भन्ने बुझिन्छ। र यतादेखि तपाईँले सेल्स सोर्सहरू राख्नुहुन्छ र त्यता चाहिँ इन्स्टाग्राम, फेसबुक भनेर चाहिँ तपाईँले राख्नुहुन्छ भने चाहिँ त्यो सबै कुराहरू चाहिँ सर्ट आउट हुन्छ कि इन्स्टाग्रामबाट कति सेल्स भयो, फेसबुकबाट कति सेल्स भयो, टिकटकबाट कति सेल्स भयो। यसरी चाहिँ तपाईँलाई चाहिँ कुन प्लेटफर्ममा बढी मार्केटिङ गर्दा चाहिँ हुन्छ नि बढी सेल्स आउँछ भन्ने चाहिँ यतादेखि तपाईँले ट्र्याक गर्न सक्नुहुन्छ। अर्को कुरा भयो सोसल आइकन्स। सोसल आइकन भनेको चाहिँ तपाईँको फेसबुक, इन्स्टा, टिकटक, ट्विटर, लिङ्कडिन जे जे कुराहरू छ यतादेखि चाहिँ एड न्यू गर्दै राख्न मिल्छ। त्यसको फन्टको कलर कुन राख्ने, ब्याकग्राउन्ड कलर कुन राख्ने, तपाईँले फुल्ली कस्टमाइजेसनको अप्सन छ। फ्लोटिङ सो अन फ्लोटिङ मेनु भनेको चाहिँ यता साइडतिर चाहिँ फ्लोट हुन्छ। त्यो चाहिँ माथि जति बेला नि यता चिप्केको हुन्छ। इफ त्यो गर्नु भएन भने यहाँ तल मात्रै देखिन्छ तपाईँको।
अनि त्यसपछि त्यो भइहाल्यो। अनि लोकेसन चाहिँ यो चाहिँ सिपिङ लोकेसनहरू हो। इफ तपाईँले लाइक प्रोडक्ट्समा भएको बाहेकको तपाईँले लाइक कुनै लजिस्टिक युज गर्नुहुन्छ भने चाहिँ त्यति बेला चाहिँ तपाईँले मेनुअली नै एड गर्नुपर्ने हुन्छ लाइक त्यो लोकेसन र सिपिङ प्राइस। इफ तपाईँले चाहिँ प्रोडक्ट्समा भएको लजिस्टिकहरू चाहिँ युज गर्नुहुन्छ भनेपछि चाहिँ त्यो चाहिँ अटोमेटिकली उताको प्राइस र लोकेसनहरू इम्पोर्ट भइहाल्छ। त्यसपछि आयो पेमेन्ट अप्सन। पेमेन्ट अप्सन पनि तपाईँले सिओडी राख्न सक्नुभयो। प्रोडक्ट्स पे इन्स्टल गर्यो भने खल्ती र ई सेवा तपाईँको इन्स्टल हुन्छ। इफ आफ्नै खल्ती र ई सेवा चाहिन्छ भनेपछि चाहिँ तपाईँले एपिआई किन्नुपर्ने हुन्छ खल्ती र ई सेवाबाट। अनि त्यसको एपिआई यता आएर हाल्यो भने चाहिँ तपाईँको त्यो लाइक एक्टिभ भयो। अनि त्यसपछि पेपाल र स्ट्राइप छ अनि रेजर पे भयो। अनि कस्टम पेमेन्टमा चाहिँ तपाईँले आफ्नो ब्याङ्कको क्युआर अट्याच गर्न सक्नुहुन्छ। ब्याङ्क अथवा कुनै मोबाइल वालेटको क्युआर अट्याच गर्न सक्नुहुन्छ। र योबाट पेमेन्ट भएको कुराहरू चाहिँ सिस्टमले डिटेक्ट गर्दैन। त्यो चाहिँ तपाईँले म्यानुअली नै अपडेट गर्नुपर्ने हुन्छ। त्यो पछि अर्को फिचर आयो कार्डको। अब कार्ड पनि हामीले फुल्ली कस्टमाइज गर्न लाइक तपाईँलाई दिएको छौँ। यो पनि तपाईँले चाहिँ यता एड टु कार्ड बटनमा के राख्ने भनेर नि सक्नुहुन्छ। लाइक राख्न सक्नुहुन्छ। जस्तै मैले चाहिँ अहिले किनौँ भनेर राखेँ। अनि इनेबल कार्डको बटन गऱ्यो भने चाहिँ अहिलेसम्म हेर्नु यता कार्डको बटन छैन। यता छैन है। अब मैले यो गरिसकेपछि चाहिँ यता चाहिँ तपाईँको कार्डको बटन सो हुन्छ। किनौँ भनेर सो हुन्छ यसरी। अब यहाँ चाहिँ तपाईँले आफ्नो लाइक जिप पनि राख्न सक्नुभयो यता कार्डको बटनमा चाहिँ। त्यसपछि त्यसलाई हाइड गऱ्यो भने फेरि त्यस्तै हाइड भइहाल्यो। यो चाहिँ तपाईँले राख्न पनि सक्नुभयो नराख्नु। त्यस्तै गरी विस लिस्ट पनि भयो र रिभ्युज पनि देखाउने नदेखाउने भनेर पनि हुन्छ। अनि बल्क पर्चेज, क्विक पर्चेज, एक्सप्रेस चेकआउटको चाहिँ के हो भन्दाखेरि बल्क पर्चेज गऱ्यो भने तपाईँको हरेक सामानहरू चाहिँ कार्टमा बस्छ र यी दुइटा गऱ्यो भने चाहिँ तपाईँको सिधै चेकआउटमा पुग्छ। त्योपछि चेकआउटको कुरामा चाहिँ यो चाहिँ मिनिमम अर्डर भ्यालु सेट गर्ने हो। तपाईँले चाहिँ लाइक लोकेसन अनुसार अथवा पुरै स्टोरमा कति दिन सक्ने भनेर पनि राख्न सक्नुहुन्छ। जस्तै 1000 रुपियाँ तपाईँ राख्नुहुन्छ भने चाहिँ 1000 भन्दा 1 रुपियाँ पनि कमको मान्छेले अर्डर गर्न मिल्दैन। 1000 नै पुगाउनुपर्छ त्यो अर्डरलाई चाहिँ। त्यसरी सेट गर्न पाउनुभयो हजुरले। अथवा लोकेसन अनुसार पनि हजुरले सेट गर्न सक्नुहुन्छ। लाइक यो लोकेसनको लागि चाहिँ म अर्डर चाहिँ यति मिनिमम राखिदिन्छु, लिमिट राखिदिन्छु भन्नु पनि सक्नुभयो। र क्याटेगोरी बेस पनि लाइक यो क्याटेगोरीको चाहिँ यति पर्टिकुलर लाइक हुन्छ नि क्लोदिङको मेनको लागि चाहिँ हामी मिनिमम पनि 1000 रुपिसको अर्डर राख्छौँ, अर्डर लिमिट राख्छौँ भनेपछि पनि त्यो मान्छेले चाहिँ त्यो क्याटेगोरीबाट चाहिँ 1000 रुपिसको बाहेक सामान किन्न मिल्दैन। लाइक त्यसले 1000 रुपिस पुगाउनै पर्छ। त्यो भयो। यति नै हो हाम्रो मास्टर सेटिङमा। लाइक तपाईँको स्टोरलाई चाहिँ फुल्ली कस्टमाइज चाहिँ यतादेखि गर्न सक्नुहुन्छ तपाईँले चाहिँ। प्रोडक्ट्समा अझै पनि मास्टर सेटिङमा अरू कुराहरू पनि आइरहेको छ। लाइक हामीसँग कनेक्ट भइराख्नुहोस्। धेरै कुराहरू नयाँहरू आउँदैछ।